fasten your seat belt for this amazing experience. हो सबैजना चाहिँ रेडी हुनुहोस् है, किनकि इन्डियाले समेत अब कुक गर्न थालिसक्यो. यस, इन्डिया इज कुकिङ, त्यो पनि एनिमेको फिल्डमा. कसले हु हर्ट एसएस राजामौली? एसएस राजामौलीलाई कसले चित्त दुखायो? त्यसले त एनिमेलाई पनि छोड्दैन सोचेछ. त्यही पनि अब हामीले आफूले रिलेट गर्न सकिन्छ क्या, जुन हामीलाई चाहिएको थियो, हाम्रो जेनरहरू, हाम्रो मिथोलोजीहरू, हाम्रो कल्चर, दैत्य, दानव, असुर, देव, अनि त्यसपछि सोर्ड्सहरू, म्याजिकल सोर्ड्स, म्याजिकल वेपन्स, जसको त नाम पनि थाहा छैन कतिजनालाई, अझै मलाई कति धेरै नाम थाहा छैन. जस्ट थिङ्क अबाउट इट के यति भाष छ हाम्रो कल्चर, एनिमे वर्ल्डमा लग्न खोज्यो भने कस्तो बब्बाल हुन्छ होला क्या. अब त्यही सोच लिएर जस इन्डियाले चाहिँ गर्न थालिसक्यो होइन, न्यू जेनमा बनेको एनिमेटेड मुभी, तर कुनै पनि पास्टको रेफरेन्स ल्याएर हामीले पनि अथवा हाम्रो ड्याडी मम्मीहरूले नि हेर्न सकिन्छ. फर इक्जाम्पल अस्ति नरसिम्हा मुभी आएको थियो नि, स्टोरी त्यही थियो, एनिमेसन मात्र डिफ्रेन्ट थियो. यसमा पनि त्यही हो, स्टोरी हामीलाई थाहा छैन. अहिलेसम्म देखे अनुसार बाहुबली जुन मरेको छ त्यो चाहिँ गएर प्यारलल युनिभर्समा गएर अथवा हेल भनौँ न, हेलमा गएको देखाएको छ. अनि त्यसपछि मल्टी डाइमेन्सनल देखाएको छ यसलाई, हेलमा गएको देखाएको छ. अनि त्यहाँ सायद यो दानवहरूसँग लड्नेवाला छ. अनफर्चुनेटली मुभी मात्र हो, सिरिज भएको भए अझै बवाल हुन्थ्यो भन्ने लाग्छ मलाई. तर ठिकै छ, मुभी पनि चल्छ होला. अर्को कुरा भनेको यो पहिलो एनिमेटेड मुभी अथवा सिरिज होइन है आएको. अस्ति कल्की 2898 भन्ने मुभी आएको थियो नि, त्यसको पनि एनिमेटेड सिरिज बुच्ची एन्ड के थियो म बिर्सिसकेँ एक्ज्याक्टली नाम, म यहाँ राखिदिन्छु. त्यो आएको थियो, त्यो पनि राम्रो छ, हेर्नु पर्यो भने 2-3वटा एपिसोड आएको छ, एमाजोन प्राइममा छ. अब मेन कुरा गर्दाखेरि चाहिँ बाहुबलीको यो मुभी चाहिँ तपाईँले हेर्न छुटाउनु हुन्न. आफ्नै कल्चर रिलेटेड हो, हामी सबैले रिलेट गर्न मिल्छ. अथवा कस्तो बवाल लाग्छ होला, कति जापानिज, कति चाइनिज म्यानुवाहरू, डोङ्गुवाहरू हेरेर बस्ने, कति उनीहरूको कल्चरहरूको बारेमा सुनेर बस्ने. हाम्रो पनि कल्चर रिलेटेड कुनै एनिमे होस् अनि हामीलाई नै हेर्न मजा होस्, हामी पनि रिलेट गर्न सकौँ होइन, अनि पो मजा आउँछ. त्यही भएर यो एनिमे अथवा एनिमेटेड मुभी चाहिँ तपाईँले हेर्न छुटाउनुहुन्न. र यस्तै एनिमे अपडेट अथवा एनिमेहरूको न्युजहरू चाहिएको छ भने चाहिँ सिनेमा सेन्सलाई फलो गर्नु. र कुनै पनि नयाँ एनिमे रिकमेन्डेसन चाहिएको छ भने कमेन्ट डाउन गर्नु होला, म तपाईँलाई त्यही अनुसारको रिकमेन्ड गरिदिन्छु. थ्याङ्क यू, आरिगातो.